ल है साथीहरू, यो चाहिँ ताप्लेजुङको सुरुङथुङ भन्ने ठाउँ हो। गाडी चाहिँ यहाँसम्म आउँछ। यो घरदेखि पारी देखिरहेछ नि, त्यहाँसम्म आउँछ गाडी चाहिँ। अनि अहिले चाहिँ यस्तो भएको छ साथीहरू। ल हेर्नुहोस् कस्तो राम्रो ठाउँ छ है। नेपालमा पनि स्विजरल्यान्ड भन्दा कम छैन है साथीहरू। ल यस्तो अहिले चाहिँ पानी पर्न लागेको छ यस्तो धेरै। अनि यहाँ चाहिँ हाम्रो घर छ। हाम्रो घर कति ठुलो छ, कस्तो राम्रो छ। ल ताप्लेजुङ जिल्ला चाहिँ यस्तो ब्युटिफुल छ है साथीहरू। स्विजरल्यान्ड, नेपालको स्विजरल्यान्ड भनेर कुन ठाउँलाई चुनिन्छ भन्यो भने ताप्लेजुङ है साथीहरू। ल हेर्नुहोस् त, हामी चाहिँ अब यहाँबाट गाडी चढेर यहाँबाट गाडी चढ्छौँ। यो गाडी चढेर जान्छौँ, जान्छ सिधै गएर त्यो परको डाँडा काटेर ताप्लेजुङ बजार पुग्छौँ है। त्यो डाँडा काटेर ताप्लेजुङ बजार पुग्छौँ। एक दिनमा पुग्छौँ यहाँबाट ताप्लेजुङ बजार। एक दिनभरि लाग्छ गाडी चाहिँ। ल कस्तो राम्रो हेर्नु।